my God! Wow! 3, 2, 1, start. आज हामी बनाउन गइरहेका छौं भेज चाउमिन नेपाली स्टाइलमा। आउनुहोस् सुरु गरौँ। पानी हाल्नुहोस्, त्यसपछि चाउमिन, चलाउनुहोस्, फर्काएर थोरै तेल हाल्नुहोस्, उम्लियो। अब हामी यसलाई चेक गर्छौं यो पाकेछ कि नै। हाम्रो चाउमिन रेडी भइसकेको छ। हेर्नुस्, रेडी भइसकेको छ चाउमिन। अब हामी भेजिटेबल्स काट्दै गर्छौं। हामीसँग छ 2टा प्याज, शिमला मिर्च, बन्दागोभी, गाजर। म काट्न सुरु गरे। मसिनो गरी काट्नु होला। शिमला मिर्च मसिनो स्लाइसमा, शिमला मिर्च पनि, प्याज, Nice. खुर्सानी, हाम्रो सबै भेजिटेबल्सहरू रेडी भइसकेको छ। बन्दागोभी, प्याज, शिमला मिर्च, गाजर, खुर्सानी, लसुन थिचेको लोकल, अजिनामटर, तेल, सोया सस, भेनिगर, नुन, चाउमिन मसला। आउनुहोस् अब हामी चाउमिन बनाउन सुरु गरौँ। पहिला मैले एउटा कराई लिएको छु। सुकेको खुर्सानी, तेल चेक गर्नको लागि। तेल तातिसकेको छ। अब हामी हाल्छौँ हरियो र सुकेको खुर्सानी, पुर्याउँछौँ तेलमा। अघि मैले थिचेर राखेको लसुन यो पनि हालेर तेलमा फ्राई गर्नु। अनि हामी हाल्छौँ प्याज, प्याजलाई चलाउनु। प्याजलाई चाहिँ राम्रोसँग पकाउनु पर्छ। यतिको पाकेपछि अब हाल्नु शिमला मिर्च, अब गाजर चलाउनु। यो चाहिँ हाफ कुक हुनुपर्छ। यो धेरै पाक्यो भने पनि मिठो हुँदैन। त्यसपछि हाल्नु बन्दागोभी, चलाउनुहोस्। हेर्नुहोस् त हाम्रो भेजिटेबल्सहरू कति राम्रो देखिएको छ। त्यसै हेल्दी पनि हुन्छ है भेजिटेबल्सहरू खान।
हाफ कुक डन भइसक्यो। अब हामी हाल्छौँ चाउमिन। अब हाल्छौँ हामी नुन, भिनेगर, सोया सस। यो चाहिँ आफ्नो कलर अनुसार हाल्नु होला, हजुरलाई कतिको गाढा कलर चाहिएको छ। अजिनामोटो, चाउमिन मसला, अब हामी यसलाई मिक्स गर्छौँ राम्रोसँग, जति हाम्रो मसलाहरू सबैतिर लागोस्, कलरदेखि लिएर सबै। चलाउनुहोस्, मिक्स गर्नुहोस्। हेर्नुहोस् हाम्रो चाउमिन रेडी भइसकेको छ। Nice. अब हामी यसलाई प्लेटमा राख्दैछौँ। अब हामी चाउमिनलाई प्लेटमा राम्रोसँग राख्दैछौँ। हेर्नुहोस् त हाम्रो चाउमिन रेडी भइसकेको छ। धनियाको पत्ताले थोरै गार्निस गर्नु होला। अनि चाउमिनसँग खानको लागि टमाटर सस, ग्रिन चिल्ली सस लिन सक्नुहुन्छ। घरमै बनाएको चटनी पनि खान सक्नुहुन्छ, हाल्न सक्नुहुन्छ हजुरले। धन्यवाद।